everyone and welcome to SNS Units. आज चाहिँ हामी आएको कता भन्दाखेरि कृतिपुर हेर्न एनपिएल त्यहाँनिर एनपिएल सक्नुहुन्छ। सो अब हामी एनपिएल चाहिँ हेर्न जान्छौँ। अब आई डोन्ट नो वेयर इज बक्स अफिस होइन, अब खोज्दै जान्छु कता रहेछ। लेट्स गो है त। सो गाइज अब हामी चाहिँ ढिलो भइसक्यौँ होइन, र म्याच अलरेडी सुरु भइसक्यो। अनि अब हामी चाहिँ बक्स अफिस खोज्दैछौँ टिकटको लागि। अब हामी खोज्दैछौँ कहाँ हो होइन। अब यो टियुको ग्राउन्ड मतलब भन्दाखेरि यो अब यस्तो नि माथि जानु पर्दो रहेछ उतापट्टि। सो अब जाम हेरौँ कहाँ रहेछ। क्यान यु बिलिभ इट, टियुक इन्टरनेसनल क्रिकेट स्टेडियम धानबारी हुँदै जानुपर्छ। मैले त बिलिभ गर्न सक्दिनँ, बट यस्तै रहेछ। सो इट्स मात्र रमाइलो लागिरहेको छ अहिलेसम्म। हेरौँ भित्र गएर कतिको म्याच रमाइलो हुन्छ। पाइसक्यौँ जोन 3 को टिकट छ, भित्र गएर मात्रै हेर्ने। लेट्स गो। यताबाट चाहिँ हामी एन्ट्री गर्छौँ अनि त्यसपछि विल गेट टु दिस म्याग्निफिसेन्ट टियु क्रिकेट स्टेडियम। लेट्स गो। ओ हामी चाहिँ आइसक्यौँ। लेट्स गो। Not out. So the Maul is electronics बनाएर electrifying. चौबारेनबाट काठमाडौँ गोर्खासका लागि बलर सनी पटेल। अब कति चल्दैछ यस्तो गेम चल्दैछ। कसले जित्छ मिलिस लुम्बिनी लायन्स। लेट्स सी को आउँदैछ डार्सी सर्ट यहाँ स्ट्राइकमा छ अलङ विथ रोहित पौडेल होइन। अनि अब यता एन्डबाट आउँदैछन् शाह आलम बलिङ गर्नलाई। हामी अलिक नजिक नै छौँ, त्यसले गर्दाखेरि अलि राम्ररी तारहरूले छेकिरह। लेट्स अब यो बलमा चाहिँ डार्सी सर्टले के हाल्छ। सिङ्गल र माहौल चाहिँ एकदम रमाइलो छ। इलेक्ट्रिफाइङ माहौल छ होइन टी इन्टरनेसनल क्रिकेट स्टेडियम। लुम्बिनीको डिक ब्रदर्स जस्ट 6 रन्स के छक्का त गेम सिद्धौला त डिक बेलाले। जे होस् इट वाज फ्याब होइन। गेम चाहिँ लास्ट नै रमाइलो भयो। इट वाज टु मच थ्रिलर बट कम अन नाउ वी नीड 6। ओ नयाँ बल आउँदैछ। कम अन भोलिको खेल तालिका क्वालिफायर नम्बर 2 विराटनगर किङ्स विरुद्ध आजको यस खेलमा विजय हुने टोली नै भुल्नेछ र भोलि क्वालिफायर 2 मा जित गेम सिद्धौला त। कम अन ओ के छ आउट। ओ माय गॉड। ओ नो एउटा विकेट झरेको छ 6 रन बाई हुँदा। तो आइसकेका छ। बलमा 6 रन आवश्यक। बलिङमा काठमाडौँ गोर्खासका कप्तान करण केसी र ब्याटिङमा छन् जेजे स्मिथ। नयाँबाट मैदानमा जेजे स्मिथ। अब एक छक्का कम अन एक छक्का ओ नो वान्स अगेन विकेट गयो। के भइरहेछ यहाँ।
एउटा 6 को कुरा हो, त्यही 6 ल्याएको छैन लुम्बिनी लायन्सले। Come on, man. Let's finish it with the 6 है त guys. Come on. के लाग्छ 6 बाट फिनिश होला त? त बक्ने भन्छ। Give oh, just a single man. Oh, just a single man. फेरि सिंगल आयो। अब 4 रन बाँकी जितलाई। यो बलमा चाहिँ 6 लाग्ला त। Come on. लाग्यो। यसैको साथ Lumbini into the qualifier second. विरुद्ध क्वालिफाई चुनमा भिड्नेछ र भोलि जित प्राप्त गर्ने टोलीले शनिबार ग्रान्ड फिनालेमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। विजय टोलीलाई हार्दिक बधाई छ अनि हामी काठमाडौँ गोर्खासलाई पनि सहभागी। So guys, म्याच चाहिँ जित्यो होइन, लुम्बिनी लायन्स won it. It was a good game, राम्रै गेम थियो। अब हामी चाहिँ यो टियुको अफिस अगाडि छौँ, जसको भिसीको अफिस अगाडि आएको टियुको। यतापट्टि भाइस च्यान्सलरको अफिस पनि देख्न सक्नुहुन्छ होइन। अब अभियसली हाम्रो टियुको होइन, सो हामी त टियु आइराख्ने काम पर्दैन। अनि अब सो इट वाज अ गुड गेम। सो अब चाहिँ हामी घरतिर लाग्छौँ। सो इफ यु लाइक दिस भिडियो डु द लाइक सेयर एन्ड सब्सक्राइब टु SNS युनिक्स। र आई थिङ्क NPLको यो सिजनको लागि चाहिँ यही गेम मात्रै मैले हेरेँ। अर्को सिजनमा चाहिँ अरू गेम पनि जाने ट्राई गर्छु। ओके, सो सी यु गाइज, बाइ।